ल सजन रिसाउनु भयो अरे राखौँ। युट्युबलाई लुट्नुपर्छ क्या हामी सबैले। नाक बाङ्गेको हर्का साम्पाङ जस्तै देखियो। छोरा मान्छेको कपाल तान्ने छोरा मान्छे नै हुन्छ। त्यसो त चल्छ यो सो अब। त्यसो त चल्छ। स्टेजबाटै हाम्रो रोस्टिङ गिटार बोकिरहेको छ बुढोले। गिटारको हो? ल ब्लक क्रान्ति ब्लक क्रान्ति 1 2 3 ब्लकको क्रान्ति खोइ फोन खोइ ल हेर्नु म्युजिक हाले क्या तपाईलाई? हैट तेरो यार ब्लक कम्पिटिसन भयो यार। तीनै जनाले ल सजन रिसाउनु भयो अरे राखौँ। छैन रिसाएको तपाईले खानु पर्यो नि बराबर। युट्युबलाई लुट्नुपर्छ क्या हामी सबैले। के अरे युट्युबलाई लुट्नुपर्छ क्या हामी सबैले। परेन? पर्यो दाइ पर्यो। नीलो आकाश। हेलो गाइज वेलकम टु द अनदर एपिसोड अफ सम्धी गफ। वाउ। र आज सम्धीहरूले सिधा गफ लाउँछ ब्लगमा होइन? कहिले त सुरुमा ल आफ्टर लङ टाइम हामी ब्लग खिच्दैछौँ होइन। मेरो बुवा यो मैले एउटा रिल्स बनाएको। सो रिल्समा जति भ्युज आउँदैन कमेडी क्लब कमेडी नाइट च्याम्पियनको आज फर्स्ट सुटिङ तपाईँहरूलाई म देखाउँछु हर्क साम्पाङ। ए भान्सा के गरेको यहाँ भनेको किन सुतेको भान्सा भनेको होइन मेरो साथ यहाँ भरतमडी अघि छिडेको खोज्दैछु भन्छ। स्वागत छ तपाईँलाई। म त नराम्रो परेको नि। क्यारेक्टर त राम्रो हो नि त, बिहेरा पनि नराम्रो त। लात्ताले पुरै छैन। ल पुरो सब्स्क्राइब गर्नु पर्दैन? सब्स्क्राइब गर्नुपर्छ कि पर्दैन? पर्छ। पुरै छैन। शोभायात्रा पनि भन्नु आफूलाई। लात्ताले भाग दिने पुरै छैन। म एकछिनमा खिच्दै खै छन्नु त माथिबाट पनि देखाइदिन्छु। यहाँबाट उक्लेर अडियन्स रमाइलो छ। उयो सबिन बसेको आइहाल्नु हुँदैछ है त। अब यो दिन फेरि देख्न पाइयो आफ्टर लङ टाइम। रिहर्सल सबजना यो चाहिँ अब मैले कुन गीतमा नाच्छु कपिराइटको इस्युले गर्दाखेरि गेस गर्नु। कपिराइट धेरै हानेछ हाम्रो च्यानलमा, त्यही भएर अब चाहिँ हामी कपिराइट नलाग्ने मात्र बनाउँछौँ है। मामा ओ मामा नाक बाङ्गेको हर्का साम्पाङ जस्तै देखियो। श्रमदानबाटै किनेको हो। अडियन्स त भरि भराउँछन्। दिल खुश है मैले हेर्दा कसैले हल्ला गर्दैन। यतिको जोस जागर छ है अडियन्समा। धोका लगाइदिए। एकचोटि त्यहाँ टाउको हल्लाएर हाई गरेर आउँछ। तिमी जाऊ न। केही गर्दैन। जाऊ न म कराउन लगाइदिन्छु क्या। जाऊ न। म जान्छु ल बिचरा कमेडी च्याम्पियन सिजन 4 का विनर। कतिको? 4 को होइन? कतिको? 3 को हो क्या हो र? जाऊ हिरन। हिरन दाइ जा तिमी जाऊ त। कङ्गारु आयो भने त कराउँछ। म कहाँ क्राउड त वाउ राम्रो देखेको छ। कपिल शर्माको भाइब्स दिएको छ।
नेपाली टिचर भएर नि होमवर्क नगरे जस्तो अनुहार लाएर बसे जस्तो किन यस्तो रिभर्स चाटे कस्तो छ हाम्रो घरमा सुनको हात्ती छ नि सुनको हात्ती विदेश कुन देश चितवनको हात्ती ल है त शमशेर सिंह चौलागाई हुनुहुन्छ उता हुनुहुन्छ घरबेटी सन्ते फेरि एनी टाइम फ्यानसँगै हुन्छ होइन ओपन फ्यान भरत दाइ ओपन फ्यान सुनका हात्ती होइन रे प्रप्स है उहाँले नि झ्याप हानिदिउँ कि भन्ने सोचेको कसैले मेरो भन्दैन मेरो त सुनको हात्ती छ नि भन्दै लानु न ओ राजा फर्क्यो है मुसारे त फर्किसक्यो अब राजा फर्किनु बाँकी छ छोरा मान्छेको कपाल तान्ने छोरा मान्छे नै हुन्छ छोरी मान्छे हुँदैन कहाँनिर राख्ने हो ठ्याप्प लाएर राख्दा हुन्छ यसको दाँत चाहिँ चोरेर लानु पाए हुन्थ्यो किन लजायो र लेडिज भर्जन तपाईँसँग बसेर लजा कि त्यसो त चल्छ यो सो अब त्यसो त चल्छ नचले कुरा नचले कुरा नेपाली टिचर विद्यार्थीहरू पुरै बोकेर आउनु भएछ त कति कक्षा पढ्ने विद्यार्थी हुन् यिनीहरू एलकेजीका हुन् एलकेजीका सब स्टुडेन्टहरू आउनु भएको छ यिनीहरूको पालिनी आएछ स्वास्नी पीडित रहेछ ल है ल पढ्न चाहिँ मेरै स्कुलमा आउनुपर्छ है बाबु सुन न बाबु बाबु कहाँ छ तिमी ठुलो भएर पढ्न मेरो बाबु सुन्दैन त बोर्डिङ जान्छ बाबु के पढ्दैन कि बोर्डिङ जान्छ सुमन दाइको छोरो कहाँ पढ्ने बाबु जस्तो चाहिँ नहो है कस्तो क्युट लाग्छ मलाई एउटा के बोल न एकछिन ल बल्ल सम्झी भन्न सम्झी जस्तो भयो नि यत्रो समयपछि यो कपडा लाउँदाखेरि त लानी नै ल ल बडी सेफ छ ल ल घोका घोका एकछिन डुलेर आउँछु ल भक्त म भित्र गएँ कि यो मेरो एउटा बोतल समात त यहाँ मलाई यो रक्सीको बोतल किन दिँदा रक्सीको बोतल होइन बाबु हिजो पिसाब फेर्ने ठाउँ नपाएर यसमा राखेको राखिरह है म आएँ ए भण्डारे बवाल बवाल मुसारेको चाहिँ सही थियो है शमशेर सिंह कस्तो भयो राम्रो भएको छ भएन हो गोली चलाइदिनु चित्त ल है मै जत्रो रहेछ भनेर गयो
ल सन्तोष तिमीले राम्रो गर्यो है थ्याङ्क यू सो मच यतिखेर त भनेर अहिले नभएपछि नहुनु भन्दा अब तिम्रो पालो हो सम्झे हान्दियो यार हान्दियो मुट्टु हेर न मुट्टु मुटु त बाहिर निस्किन्छ मुटु त बाहिर निस्केछ त मुटु है देखाउ त माग्यौ तिमीले मैले ओइ यसको नि रहेछ है मामा ओ मामा ओ मामा पानी खाऊ पानी ल्याए पो खाइन्छ त पानी ल्याउने मान्छे यहाँ यसरी बसेर हुन्छ सुगान भन्नु पर्दैन सुगात्र भन्नुपर्छ पर्दैन यस्ता नाथ्यो कम ब्याक गरेको भरत दाइ दामी दामी ल मलाई कोटमुख सुके क्या धेरै पछाडि स्टेज चढेको म त तर बवाल भोल सुट सकिने बेला भुल आयो नमस्कार नमस्कार है नमस्कार पेनगुन पनि बोलाएको छौँ हामीले सक्यो अब के छ भ्लगमा के भइरहेछ कसो भइरहेछ सम्धिले कतिको हँस्याएको छ तपाईँहरूलाई कतिको रमाइलो आएको छ तिम्रो एपिसोड आइज थाहा हुन्छ अब रमाइलो सम्धिले के गर्छन् अब खै यसो गर्छ नि ओठ देखाएर ओइ त्यो बियर गिलास कसको प्रप्स हो त यस्तो प्रोडक्सन म्यानेजर भएपछि काम लाग्छ त जाँड खायो सुत्यो उठ्यो विशाललाई बियर थपिदिनु रे एउटा के छ त भन नि त ठिक छ यार के गर्नु आजको पहिलो एपिसोड सन्तु किन रा मेरो बाबु के गर्नु विद्यार्थीलाई भन्दा टिचरलाई बढी तनाव छ नेपाली टिचरलाई हेला गर्छ आधा विद्यार्थी बङ्क खान्छ यस्तो उपाय त दामी उपाय नि अनि आउला भन्छु आउँदैन यो बाबु यो नेपाली विषयलाई त जानी हेला गर्ने भनेको यस लिटरली सर भन्छ यसका मुखा डस्टरको बिर्गोला यसको मुखा डस्टर लास्ट पर्फर्म चाहिँ सन्देशको हो त्यो भएर बिचरा हिँड्दै छ ल ब्लग एन्ड गर्नु पर्यो के भन्ने आजको सम्धि गफमा हामीले ज्वाइँलाई बोलाइसकेका छौँ निरज भाइलाई एकचोटि देखाइदेऊ ओ हेलो के को हो यो अरू भगवानलाई पनि देखाइदेऊ हिट ब्लग भगवान दादा दामी दाइ दाइ ल अब के कसरी हाम्रो मन्तव्य राख्नु न तपाईँले तिमीलाई कस्तो लाग्यो मलाई त ब्लग कि सो होइन राम्रो त भ्लगै भएको छ राम्रो त अफकोर्स भ्लग भएछ किन हुँदैन आइफोनले खिच्या हुन्छ कहाँ सोनीले खिच्या अनि अरू सोन्दा पछाडि हुनुहुन्छ विशाललाई कस्तो भयो प्रोग्राम बबाल यस्तो दामी खाइदियो मार्केट खाइदियो खाइदि ए यो भ्लग हो भ्लग ए दाइ आइफोन दिपक दाइ प्रोग्राम कस्तो भयो बबाल मजा आयो भेरी गुड थ्याङ्क यू दाइ दिप दाइ प्रोग्राम कस्तो भयो राम्रो भयो मजा आयो थ्याङ्क यू सबभन्दा राम्रो नि त्यो शमशेर चमलाङ्गा भन्छ नि त्यसको गाडको
को हो त्यो खै खोज्न जाऊ ल धन्यवाद दाइ हामी जयराम दाइ हेलो कस्तो भयो आजको सो बवाल बवाल टाँट होइन उत्पातै भयो रमाइलो भयो यति रमाइलो भयो कि अब कुरै छोडिदियो कस्तो लाग्यो आज मस्त राम्रो लाग्यो नि म जहिले रमाउने मान्छे धेरै राम्रो लाग्यो हाँस्यो गर्नुभयो भिडियोमा हाँस्यो अन्जाललाई कस्तो लाग्यो मामा बवाल लाग्यो यस्तो सोचेको अन्तर्राष्ट्रिय क्वालिटीको नेपालको मान्यता आइएसओ मान्यता प्राप्त अहिलेसम्मको देश र जनताको लागि न्यायको पक्षमा कलत गरेर सङ्घर्षको मैदानमा उत्रिनको लागि यतिको पर्फर्मेन्स भइ पुग्छ सबैलाई बधाई यति भइ पुग्छ 24 क्यारेट सुन क्यारेट आइएसओ कति 9001 हैन अनि उहाँहरूलाई बेलैमा मैले गरेर अलिअलि हामीले अलिअलि पागल जस्तो देखिनै सक्छ हामीले आज औषधि खानु दिन्छ म त सम्झि आयो यहाँ पखाइ ओहो नमस्कार कसको ब्लग हो यो पखाइ ल बल अब मोबाइल चाहिँ तपाईँको हो च्यानल कसको आउँछ सुरुमा त्यसकै होइन के छ र मलाई नखिच नि म बुलेट खिच नि निकाल न यसलाई नि खिच्यो त्यहाँ हो कि यो जग्गा चाहिँ भान्जालाई सबिन एडी दिमाग दाइले हो कि गाडको गर्नु चाहिँ दामी म फेरि गाडको मेरो छुट्टै क्यारेक्टर हुन्छ अब आउने उसको गाडको एउटा सो नै आउँदैछ स्टे ट्युन्ड ओन्ली अन ओएसआर रियालिटी ल अब इनर्जी ड्रिङ्क खाऊ एनर्जी ड्रिङ्क खाऊ बाई बाई Gonna fight the horny someday. Sunny guff, sunny guff, sunny guff. Sunny guff, sunny guff, sunny guff. Sunny guff, sunny guff, sunny guff.